हाई गाइज, आज छठको 4th चौथो दिन अनि हिजो चाहिँ हामी बेलुका घाट गएर पूजा गऱ्यौँ। आज पनि जान लागेको। हाई गाइज, हाम्रो शैलेशी बिहान बिहानै 5 बजे मेकअप गर्दै हुन्छ। म यसरी पानी खाँदै हुन्छ कि लागिरहेको छ, चिया खाइरहनु भएको छ। नाकको दाढीमा सन्स्क्रिन तिम्रो नि बनाइदिया हो के नक्कले? हाम्रो प्यारे दिदी हामी चाहिँ अहिले बिहानको सूर्यको पूजा गर्नलाई घाटमा आइपुगेको छ। मसँग यहाँ बैठा छ, इधर आ जाओ, इधर सदा इधर मेरा हातमा तल फोन छ के भएर सदा अझ इन्डिया गएर पटाका ल्याउँछु भन्नु होइन। यही छठको पटाकाले दिमाग खराब भइसक्यो। यस्तो बिजनेस चलिरहेको श्रद्धाको हालत यस्तो छ। ल यता हेर, अब श्रद्धाले बिजुली चम्क्यो भने पनि टेन्सन हुन्छ श्रद्धालाई। म त यस्तो आवाज गर्नेवाला पड्का पड्काउँदैन, झिर्झिरे गमलामै खुसी हुन्छ। कानलाई दुःख मात्रै। हामी चाहिँ यहाँ छौँ। अब हल्ला गर्नु पड्का पड्काउनु भनेर हेर
अब यहाँ भएको चाहिँ सबै सामानहरू चाहिँ जे जति छ त्यो चाहिँ सबै एकचोटि चाहिँ चढाउनु पर्छ अनि आन्टी चाहिँ एक कुरा गरी चढाउँदै हुनुहुन्छ। यता दिदीबहिनी चाहिँ बम पड्का गरेर कान छोडेर बसिरहेको छ। शैलेशले मम्मीको हातको ठेकुवा पाएर खुसी छ। धेरै ठेकुवा आयो। कति मिनट छ? यता चाहिँ गलेर थकिर हुनुभएको गेस्टहरू। हामी चाहिँ जतिखेर नि एक्साइटेड हुने गेस्ट दापमा लागेछ। Lulu. शैलेशजी चल्नु भयो 2082 को छठ यस्तै भयो गाइस। यसपालिको छठ पूजा यस्तै भयो, रमाइलो भयो। सो आजको छठ चाहिँ सक्यो है गाइस। मोनिका दिदी, रुबी दिदी, सिङ्गु दिदी ड्राइङ गर्दा। अब चाहिँ हामी सबैजना घर फर्किरहेको साथीहरू। यहाँ चाहिँ पुरा ट्राफिक जाम छ है। यहाँ चाहिँ ट्राफिक जाम भइरहेको मस्त। चलो उधर से
अब हाम्रो सामान चाहिँ सामान जान्छ सिङ्कु दिदी श्रद्धालाई पनि ट्र्याक्टरमा हालिदिउँ हाम्रो त कुरा के थियो भन्दाखेरि यतै उसलाई जिम्मा लाउने कुरा छ त के हो राम्रो भएछ न यतै छोडिदिनु पर्छ क्यानु सूर्यदेव जता गयो नि त्यस्तै लङ डिस्टेन्स त्यो राजश्री किन हेर्नु भएको भन्दाखेरि हाइटै हो त्यो जे आउँछ त्यही बोल्ने गाइजहरू अनि यो खै त्यो डालो जस्तो कुराहरू यस्तो राम्रो गाडी हुँदा हुँदै दिदीलाई ट्र्याक्टरमा जानु मन लागेको हो यो चाहिँ हो रहेछ है पुरा कति करोडको गाडीमा चढेर आएको छ त्यही पनि ट्र्याक्टरमा चढ्छु भन्छ नि दिदी सैलु दाइ के हो इग्नोरेन्स हेर न लगाइज हाम्रो गाडी लगाइज हाम्रो गाडी हाम्रो प्यारे दिदी साडी राम्रो देख्नु भएको छ साडी लाएर आयो भने कालो चस्मा लायो भने साथीहरू हामी चाहिँ छत बनाएर छतमा जाने गाइज म चाहिँ बच्चा हो कति वर्षको बच्चा 40 वर्षको बच्चा वी डोन्ट टक नम्बर्स हो थाहा छ दिदी धन्ने चप्पलले खुर्लुक हुँदो रहेछ चरा चप्पल अब चाहिँ हामी छठी माईको प्रसाद लिन गइरहेको हो ट्र्याक्टरमा आएको छ ट्र्याक्टरमा भाइले कुदाएर आएको है क्या ट्र्याक्टर भाइ तिमीले कुदाएको ट्र्याक्टर हो के हो तिम्रो नाम सबको ड्युटी आयो है ल दुईजना भाइ दौडिरहने म चाहिँ मोरल सपोर्ट बोलो छठी मैया की जय हो पहले हमारे जय होस फिर आपकी जय होस फिर आपकी जय होस मतलब छैन होइन त्यस्तै भयो साथीहरू अब आजलाई बिदा गर्दै हामी बिदा माग्दै हामी चाहिँ यहाँबाट